मनुष्य जन्म हुनु दुर्लभ, मृत्यु हुनुपर्ने मनुष्य देह जीवित भइरहनु पनि दुर्लभ, सद्धर्म श्रवण गर्नु पनि दुर्लभ र बुद्धहरूको जन्म पनि दुर्लभ छ। मनुष्य जन्ममा नै निर्वाणको मार्ग लाभ गर्न सकिन्छ। यो सुतेर बिताउने समय होइन, किनकि यो अवसर फेरि फेरि पाउन असमर्थ हुन्छ। मान्छेले जान्नुपर्ने भनेको 4 आर्य सत्यहरू। पहिलो, दुःख छ। दुःख सत्य हो। जबसम्म सृष्टि चलिरहन्छ दुःख रहिरहन्छ। दोस्रो, दुःखको कारण छ। तृष्णा नै दुःखको कारण हो। हामीलाई प्रिय कुरा पाउन र जोगाउन मन लाग्छ, यही नै तृष्णा हो। तेस्रो, दुःख निरोधको अवस्था छ। दुःखलाई रोक्नु भनेको नै दुःख निरोध हो। तृष्णालाई निर्मूल गरेपछि दुःखबाट मुक्ति मिल्छ। चौथो र अन्तिम, दुःख मुक्तिको उपाय छ। 8वटा अङ्ग भएको उत्तम बाटो आर्य अष्टाङ्गिक मार्ग नै मुक्तिको उपाय हो। सम्यक दृष्टि अर्थात् ठीक बुझाइ, सम्यक संकल्प अर्थात् प्रतिबद्धता, सम्यक वाचा अर्थात् झुटो र नराम्रो नबोल्ने, सम्यक कर्म अर्थात् सही कर्म गर्ने, सम्यक आजीविका अर्थात् हानिकारक व्यवसाय नगर्ने, सम्यक व्यायाम अर्थात् मानसिक अभ्यास गर्ने, सम्यक स्मृति अर्थात् सजग रहिरहने र सम्यक समाधि अर्थात् ध्यानबाट समाधि पाउने। मैले भनेको भन्दैमा, गुरुले भनेको भन्दैमा वा शास्त्रमा लेखिएको छ भन्दैमा आँखा चिम्लेर मान्नु पर्दैन। सबै कुरा आफैले मनन गरेर अनुभव गरेर प्रमाणित सिद्ध भइसकेपछि मात्र अनुग्रहित गर्नु। भवतु सर्वमङ्गलम्। साथु, जबसम्म कुनै पनि कुरा मनदेखि गर्दैनौ त्यो कुरा कहिले पनि आउँदैन। त्यसैले मात्रै गुरुले गराएको कुरालाई हुहो न त गर्ने हैन,
त्यो कुरालाई तन र मनले पनि लिनुपर्छ। तन मन सबै लगाइरहँदा पनि भइरहेकै छैन गुरु, किन होला? हो, तन मन सबै लगाइरहँदा पनि नहुने। त्यसको लागि आफूभित्रको स्वयंलाई आफू र आफ्नो क्षमतालाई चिन्नु। त्यो कसरी चिन्ने गुरु? एकाग्रता, ध्यान। हामी विशेष गरेर मेरो किन भएन भनेर आफ्नो मस्तिष्कलाई दबाब दिइरहेका हुन्छ। तर यसलाई कसरी गर्नुपर्छ होला? मैले गरेको काम के राम्रो के नराम्रो त्यो सोचिरहेको हुँदैन। गुरु, यो सबै कुरा कहिले जान्नेछौँ हामीले? सफलताको लागि जीवनमा 3 चिजको आवश्यक पर्छ: लगनशीलता, धैर्यता र सकारात्मक सोच। हामी कोही पनि यो संसारमा जानेर आएको हुँदैनौँ। समयले सिकाउँदै जान्छ, हामी सिक्दै जाने। त्यसैले राम्ररी सिक्दै बुझ्दै अगाडि बढ्ने हो भने एक दिन सबै कुरा जान्छ। म साँच्चै नालायक हुनेछु। मलाई असल शिष्य हुनुहुन्छ। लिएर जाऊ, होइन भने गुरुको गुरु दक्षिणा बिर्सिदेऊ। हजुर, के भयो? किन पुकार्यो? चिन्ता नलिऊ, म उसलाई अवश्य भेट्नेछु र कुरा गर्नेछु। भिक्षाम देहि। सुखमय जिन्दगीमा अहंकार आनन्दमय दिनचर्याको आसक्तिले ठाउँ पाउँछ। त्यसैले स्वर्ग लोकको विलासिताले पनि कुशल कर्म गर्न सबैलाई भुलाइरहन्छ। जसले अरूको अहित चिताउँछ, अरूलाई चोट पुर्याउँछ, त्यो सदाकाल नर्क भोगमा रहन्छ।
तिम्रो नाथ तिमी नै हो। हुन्छ, म आजदेखि हजुरकै बाटोमा लाग्नेछु। सारा जगतलाई हृदयदेखि प्रेम बाँड्नेछु। मलाई शरणमा लिनुहोस्। बुद्धं शरणं गच्छामि। बोधिसत्वचर्या मार्गमा अहिले जुन बाटोमा छु म आफूलाई एकदम आनन्दित महसुस गरिरहेको छु। गृहस्थी जीवनबाट पनि बोधिसत्व प्राप्त गर्न सकिन्छ। अनि तिमी चाहिँ किन हिँडेको त? मैले आफ्नो दुष्कर्मको फल तिर्नु छ। यो जगतलाई दुष्कर्म र कुशल कर्मको बारेमा चिनाउनु छ, सुनाउनु र बुझाउनु छ। सायद म यसैको लागि जन्मेको रहेछु। तिमी यहीँ बसेर सबैजनालाई यी कुराहरू सुनाउनु र बुझाउनु अनि कुशल कर्म गरेर बोधिसत्व मार्गमा लाग्नु। हुन्छ, म त्यसै गर्नेछु। बोधिसत्व, बोधिचर्या, बोधिचित्त उत्पन्न अनि बोधिसत्व मार्गमा लाग्नु। बोधिसत्व, बोधिसत्व, बोधिसत्व। यदि हामी सबैमा पनि यो बोधिसत्व, बोधि ज्ञानलाई आफूमा अनुगत गरेर हामी सबै सत्व, म सत्व, तपाईँ सत्व, ऊ सत्व, सबै सत्व लाग्न सके खण्डमा यो संसार सुखमय हुन्छ। आज संसारमा यो आधुनिक युगमा जे जति घटना भइरहेछन् यो सबै यदि साँच्चै नै भोलि बुद्धको वचन, बुद्धको उपदेशलाई हङ्गाले जानुभएको खण्डमा हिँडेको जान सके खण्डमा यो पराधीन थिए। नाटक कस्तो लाग्यो यहाँहरूले हेर्नुभयो? राम्रो लाग्यो उहाँलाई भनिदिनु होला, नराम्रो लाग्यो खण्ड उहाँले भन्न आउनु होला। हामी सहज स्वीकार्ने छौँ। एउटा अबोध चराले पनि मनमा बोधिचित्त उत्पन्न गरेर एउटा अकुशल कर्म लागेको व्यक्तिलाई र सत्वलाई कुशल कर्ममा लाग्नु लगाउन सकिन्छ भन्ने नाटकले देखाइदिन्छ। नाटक हाम्रो पौष चालिकासम्म निरन्तर हुनेछ। नाटककार भाइ यिनी हो कोही सुनुवार। नाटकको लागि सके नसके धेरै दिन बिताएर धेरैसँग सहकारी गरे, धेरैसँग भलाकुसारी गरे। लेखन, परिकल्पना, निर्देशन मैले कोसिस गरेका।